Hello everyone, सबैलाई नमस्कार जय मसी। आज हामी स्टार सन्डेको र्यालीको छ। हामी चाहिँ झन्डा फरफराउँदै क्रिसको झन्डा। सबैलाई जय मसी। हाम्रो स्टार सन्डेको लागि चाहिँ एउटा डिलक्स रिजर्भ गरेको छ। सम्पूर्ण 86 जनाहरू ड्रेस लाएर आफ्नो मण्डलीको ड्रेस लाएर गाडीमा चढ्ने क्रम जारी छ। नेपालको झन्डा र क्रुसको झन्डा फरफराइरहेको छ। नेपालको झन्डा र क्रुसको झन्डा चाहिँ एकदमै फरफराइरहेको, एकदमै सुन्दर देखिएको छ। बसलाई चाहिँ ह्याप्पी स्टार सन्डे। हेलो हामी चाहिँ यहाँ लोथरको प्राङ्गणमा आइपुगेको छौँ। अब यहाँबाट चाहिँ हाम्रो सबैजना एक ठाउँमा भेला भएर राप्ती क्रिस्चियन समाजका सम्पूर्ण राप्ती नगरभित्रका मण्डलीहरू यस ठाउँमा भेला भएर हामी चाहिँ टेगौलीसम्म पुग्नेछौँ। एउटा गीत खोज्ने उगर हामी अब चाहिँ यहाँबाट प्रार्थना गरेर हामी बिस्तारै अघि बढ्नेछौँ। ल सबैले अब एकदमै एउटा सङ बज्नेछ, एउटा गीत बज्नेछ, अनि हामी प्रार्थना गरेर अघि बढ्नेछौँ। हाम्रो भेना चाहिँ एकदमै रमाइरहेको छ गीतमा। पूर्वी चितवन संयुक्त स्टार महोत्सव पूर्वी चितवन स्थान रत्नगर बसपा गऱ्यो। उहाँ मारिनुभयो, गाडिनुभयो र तेस्रो दिनमा फेरि पुनरुत्थान भएर सारा संसारको मानिसलाई जीवन दिनको लागि हाम्रो पठन हुनुभयो र फेरि संसारको मानिसहरूलाई सुसमाचार उहाँले बोल्दै गर्दाखेरि नै उहाँले भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ। म माथि विश्वास गर्ने कोही मर्यो भने पनि फेरि जीवित हुनेछ भनेर उहाँले भन्नुभएको छ। साथै नै आज सारा संसारको मानिसको लागि जीवन दिनुहुने यहाँ रत्नगर बस पार्कभित्र छौँ। सम्पूर्ण यस ठाउँमा भेला भएको छौँ। उहाँ चाहिँ स्टेज बनाएको छ। उहाँ कोही
कोहीले गीत गाउँदै हुनुहुन्छ, कोही झुन्डा। आमेन हालेलुया इस रिजन उहाँको कारण आज हामी यहाँ छौँ। हितोपदेश 14 को 34 ले भन्दछ धार्मिकताले देशलाई उचाल्दछ। साँच्चै त्यो धार्मिकता ख्रीष्ट येशू हुनुहुन्छ। हालेलुया हालेलुया। अहिले किन हो आवाज? पूर्वी चितवनको आवाज यति नै हो? कोही आवाज है त हल्ला चाहियो। पूर्वी चितवनलाई हल्लाइदिउँ। हालेलुया हालेलुया once more हालेलुया। अझै पुगेन जस्तो लाग्यो, गर्मीले होला, थाक्नु भएको छ। लाइक छुटी once more प्रभुलाई हामी धन्यवाद दिनेछौँ, प्रभुको आराधना गर्नेछौँ। आमेन आमेन। हामी साँच्चै नै यो ठाउँमा उपस्थिति हुनुको कारण उहाँको कारण छ, जो येशू जीवित हुनुहुन्छ, जो आकाशभन्दा पनि उच्चमा विराजमान हुनुहुन्छ। उहाँसँग एकचोटि अन्तिम हामी हालेलुया गरेर त्यसपछि हामी प्रभुको स्तुति आराधना महिमा उहाँलाई हामी गर्नेछौँ। हालेलुया। ओके, आउनुहोस् हामी उहाँको महिमा गर्नेछौँ। हाम्रो हातहरू सँगै छ सबैजनाले।